नमस्कार, म सिमरा शुभारम्भ एकाडेमीको प्रधान अध्यापक समूह मण्डल। सर्वप्रथम नजिकै गरेको नयाँ वर्ष 2082 को सम्पूर्ण विद्यार्थी, अभिभावक एवं शिक्षा प्रेमी बुद्धिजीवीहरूमा यस सिमरा शुभारम्भ एकाडेमीको तर्फबाट हार्दिक मङ्गलमय शुभकामना व्यक्त गर्दछु। र तपाईँ अभिभावकहरू जो आफ्नो नानी बाबुलाई पढाउनको लागि अब खोज्दै हुनुहुन्छ कुन विद्यालयमा राम्ररी पढाउँदा मेरो बच्चाले चाहिँ राम्रो ज्ञान आर्जन गर्न सक्छ, गुणस्तरीय शिक्षा आर्जन गर्न सक्छ भनी तपाईँ अभिभावकहरूलाई म यो सिमरा शुभारम्भको तर्फबाट भन्न चाहन्छु। तपाईले आफ्नो बालबालिकालाई यहाँनिर भर्ना गर्नुहोस् र तपाईले जुन किसिमको एउटा शिक्षा खोज्दै हुनुहुन्छ त्यो शिक्षा दिन हामी प्रतिबद्ध छौँ। हामीसँग भौतिक पूर्वाधारदेखि लिएर ती बालबालिकाहरूलाई सिकाउने शिक्षकहरू एकदम एउटा रमाइलो वातावरणमा कसरी सिकाउन सकिन्छ, खेलाएर कसरी सिकाउन सकिन्छ भन्ने किसिमका सामग्रीहरू, यी सम्पूर्ण कुराहरू हामीसँग उपलब्ध भएका कारणले गर्दाखेरि तपाईको बालबालिकाको भविष्य सुनिश्चित गर्नको लागि, तपाईको बालबालिकाको उज्जवल भविष्य बनाउनको लागि, तपाईको बालबालिकालाई सही मार्गदर्शन प्रदान गर्नको लागि शुभारम्भ एकाडेमी, सिमरा शुभारम्भ एकाडेमी प्रतिबद्ध रहेको मैले जानकारी गराउन चाहन्छु। र आउँदो शैक्षिक सत्र 2082 को भर्ना पनि खुलिसकेको छ। तपाईँ अभिभावकहरूले आफ्नो बालबालिकाको भर्ना यस विद्यालयमा आएर गर्न सक्नुहुनेछ भनी मैले जानकारी पनि गराउन चाहन्छु। हस्, धन्यवाद, नमस्कार। Sunday, Monday, Tuesday, Wednesday.
प्लान्ट सेल भन्छ, यसलाई एनिमल सेल भन्छ। प्लान्ट सेल र एनिमल सेलमा फरक के छ भन्छौँ भने स्लाइड फरक छ, धेरै कुराहरु यसमा प्लान्ट सेलमा के छ
of the tense: past tense, present tense, and future tense. Okay. वचन पुरुष आदर भाव काल वाच्य आदिको आधारमा किन नमस्कार, म सिमरा शुभारम्भ एकाडेमी सिमरा 12 को सहायक प्राध्यापक रुबन थापा
नयाँ वर्ष 2082 सालको पावन अवसरमा सम्पूर्ण विद्यार्थी अभिभावक लगायत नेपाली जनहरूमा हार्दिक मङ्गलमय शुभकामना व्यक्त गर्दछु। शैक्षिक सत्र 2022 सालको लागि एस सिमरा शुभारम्भ एकाडेमीमा कक्षा पिजीदेखि कक्षा 9 सम्म भर्ना खुलेको यहाँहरूमा सहर्ष जानकारी गराउन चाहन्छु। हजुरहरूको बालबालिकालाई गुणस्तरीय शिक्षा प्रदान गर्न हामी प्रतिबद्धता गर्दछौँ। धन्यवाद, नमस्कार। घरमा गएर नखोल्ने हो है, ब्यान्डेज हातलाई यसरी राख्ने, यसरी राख्ने है, यसो गरेर दुख्छ धेरै भनेर गर्ने। बाहिर घरमा नरहने, पोहोरहरू पम्प नदिने, एक दिन बिगाएर फेरि ड्रेसिङ गर्ने। हस् बम बम बोले मस्ती में डोले, बम बम बोले मस्ती में तू डोल रे, बम बम बोले मस्ती में डोले, बम बम बोले मस्ती में तू डोल रे। Who can snatch the color the fastest? Yellow, sky blue, white, green, red, white. Focus and concentration activity.
पिता गुरुबन्धु सखा तिम्रो चरणमा स्वामी मेरो कोटि प्रणाम तिम्रो चरणमा स्वामी मेरो कोटि प्रणाम प्रियतमा तिमी प्राणनाथ तिमी तिम्रो चरणमा स्वामी मेरो कोटि प्रणाम तिम्रो चरणमा स्वामी मेरो कोटि प्रणाम लाई विराज छोराछोरीले मेरोलाई राम्रो गर्दै हुन्थ्यो आज मैले दुःख गरिरहेको छु यति दुःख गर्दा पनि यदि तिमी शक्ति मुक्ति तिमी शक्ति आराधना मेरो शाम्ब शिवा तिमी प्रेरणा तिमी साधना तिमी आराधना मेरो शाम्ब शिवा गुरु माता पिता गुरुबन्धु सखा तिम्रो चरणमा स्वामी मेरो कोटि प्रणाम तिम्रो चरणमा स्वामी मेरो कोटि प्रणाम मलाई मेरा बाबालाई तिमी प्रेम हौ तिमी करुणा तिमी मोक्ष हौ मेरो शाम्ब शिवा तिमी प्रेम हौ तिमी करुणा तिमी मोक्ष हौ मेरो शाम्ब शिवा गुरु माता पिता गुरुबन्धु सखा तिम्रो चरणमा स्वामी मेरो कोटि प्रणाम तिम्रो चरणमा स्वामी मेरो कोटि प्रणाम शाना शाना खातरा सपना भरी भरी शाना शाना ओहो दिदी घाँस पो लिएर आउनु भएको? ए नानीको हो नि नानी गाई बस्तु स्याहार गर्ने पर्यो अनि यसो घाँस लिएर आएको नि भारी भएन र भने आउनु न एकैछिन बिसाउनु यसो गहुँ खाप पनि हुन्छ हजुरले आराम पनि मिल्छ के होइन नानी ढिला भइसक्यो गाई बस्तु पनि भोकायो होला एकछिन ढिला हुँदैमा गाई बस्तु मर्दैन होला नि त कति मर्याते गर्नुहुन्छ कि तपाईँ त त्यो त हो नानी उफ गर्मी पनि के साह्रो जान्यो भदौरे घाम गर्मीले मर्नुहुन्छ भने हुरी दिदी त्यही भएर म यहाँ चौतरामा घाम चल्न
आएर बसेको नि। अरे दिदी घाँसको मुठा नि ठुला ठुला छन्, भारी पनि निकै ठुलो देख्छु। म त भाइसँग माइत जान्छु, आमासँग भेटेर खुब रमाइलो गर्नु छ। वर्ष दिनको चाड, दिदी बहिनीहरूसँग नाचगान गर्नु छ, सुख दुःख साट्नु छ। आमा बाबालाई पनि कति याद आएको होला। खुसी भएर उहाँसँग धेरै समय बिताउनु छ। सबैभन्दा राम्रो कुरा त माइत गएपछि मन हल्का हुन्छ। छोरीलाई पनि सँगै लान्छु, उनलाई पनि त संस्कृति परम्परा सिकाउनु पर्यो नि। अरे माइत पो जाने हो? तिम्रो पुरानो विचार पनि कहिले नजाने है दिदी। अरे जमाना अनुसार चल्नुपर्छ कि। मैले त भाइलाई फोन गरेर यसपालि किन आउनु पर्दैन भन्दिए। जमाना जे आए पनि मान्छे त उही त हो नि होइन बहिनी। आज एक दिन मौज मस्ती गरेर के गर्नु, भोलि आफैले दुःख पाउने हो। फेरि हाम्रो बच्चाले के सिक्छन् हामीबाट? ओहो मैया आइपुग्यो? आइपुग्यो नि। के हो मैया, आज त छुट्टै मन्द मुस्कान छ त तिम्रो ओठमा। किन नहुनु त खुसी? चेलीबेटीको सबभन्दा महान चाड, त्यही माथि माइत जान पाइन्छ। अनि किन नहुनु त खुसी? ल राम्रो हिजो है, नानीलाई पनि हेर्नु नि फेरि। हेर्छु नि नानीलाई। म त माइतमा भुपुहरू भेटिहाल्छन् होला। बिचमा ल अब हामी जान्छौँ है भइनाछु। राम्रोसँग तिम्रो हजुरको हजुरआमालाई बाबाले ढोक गर्नु भएको छ भन्दियो है। अब दर पकाउने सुसार गर्दै गरौँ है। तल्लो घरको माथि घरका सबै दिदी बहिनीहरू पनि आइपुग्यो होला नि। ल बोलाउँदै गर त, तिमीहरू नाचेको हेर्नु पर्यो आज। ए हस् आमा, म बोलाएर ल्याइहाल्छु। ए साइली माइली मोटी पातली काकी दिदी बहिनी हो, आऊ है हाम्रो आँगनमा छमछमी नाच्नु पर्छ। म आइसके। हजुर सन्चै हुनुहुन्छ? मेरो सबै ठिकै छ। नानी बाबुहरू सबै घरतिरै छन्, बसिरहेछन्। सबै ठिकै छ। अनि के चाडबाड पनि अलिक नजिकै आइरहेको थियो। त्यही त तिज पनि आइसक्यो। अनि यसपालि त अलिक खर्च पठाउनु हो कि। 2 लाख जति चाहिएको छ मलाई। हेर्नु अब गरगहना किन्नु पर्यो, साडीहरू किन्नु पर्यो। साढे 20,000 भन्दा घटी पो आउँदैन। साउजी नमस्ते, सन्चै हुनुहुन्छ? हजुरलाई एडभान्स त ह्याप्पी तिज है। एउटा कुरा गर्न आएको, सुन्नु न। होइन के सेवा गर्नु पर्यो मैले लाउरीनीलाई? त्यस्तो के होइन, 10 दिनको लागि 2 लाख जति पैसा दिनु न। उहाँको तल अलिक ढिलो भएछ कि, आएपछि फिर्ता गरिहाल्छु नि। ल ठिक छ, पैसा चाहिँ फेरि बनेको टाइम हुनुपर्छ नि। फेरि पैसा के नाम नाम को नाचिने हाम्रो बानी त थाहै होला तिमीलाई। साउजी पनि लाउरीको बुढी हो क्या, टेन्सन नमान्नु न।
ल ल्याउ लौरी नि ल धन्यवाद साउजी लाग्यो म हामी नाचेको हेर्ने भए क्लासिक होटल आउने के अरे फेरि कस्तो बजा यस्तो पाखे गीत अहिलेको यो मोडर्न जमानामा पनि यस्तो पाखे गीतमा डान्स गर्ने हामी यो नयाँ जमानामा नयाँ गीतमा डान्स गर्ने हामी गीत अब म बजाउँछु फोनमा माग्ने पप्पी कति साह्रै नट्टी फोनमा माग्ने पप्पी कति साह्रै नट्टी के भो माया के हो मनले के सजा सजा मलाई सिरानी बच्चा काले के बोल्यो बोल्यो मलाई काले के बोल्यो बोल्यो मलाई बिस्तारले बोल्यो काले के बोल्यो बोल्यो मलाई बिस्तारले बोल्यो के बोल्यो बोल्यो मलाई बिस्तारले बोल्यो के बोल्यो बोल्यो मलाई बिस्तारले बोल्यो पछि त मेरो केही हाल्छ भैँसमा यतिको भइहाल्छ घुमाउन मलाई ठमेल बजार च्याउसे चढाउँदै लाइदेऊ लाचो खोपियार घुमाउन काठमाडौँ सहर लादो सरहर झेलाउला चोखपियार घुमाउन काठमाडौँ सहर लादो सरहर झेलाउला चोखपियार फोन गरेर मलाई घर छोडेर जा भन्दैछ अस्ति त्यो मोटे साउसँग ल्याएको ऋण पनि कसरी तिर्ने हो अहिले भर्खर आएर धम्काएर गयो लौ न तिमी बाबालाई फोन गरेर सम्झाउ न टन्न खाइहाल्यो अब मेरो त बिजोक हुने भयो कुन पापीले कुरा ल्याइदिन्छ हे भगवान ठिक्क परो मैले उडाएको हो र पैसा आफैले त हो नि मौज मस्ती गरेको बरु मलाई भोलि साथीहरूसँग ब्लग बनाउन झर्नातिर गेट टुगेदर गर्नु छ स्विमिङ कस्ट्युम पनि किन्ने हो 5,000 को व्यवस्था गर है सुडी तिमीहरूको बुढाबुढीको झगडामा मलाई पर्नु छैन ए साइड हट दिदी मलाई माफ गर मैले गल्ती गरेँ सबबाट बचाइदिनु मेरो बुढालाई पनि छिमेकीको नाताले सम्झाइदिनु पर्यो म त बर्बाद हुने भयो अब ल के गरेको पटकको लागि हामी सम्झाइदिन्छौँ आइन्दा फेरि तिम्रो पारा उयो हो भने सक्दैनौ नि फेरि हस् दिदी म हजुरको पाउ पर्छु मेरो घरबार बचाइदिनुहोस् अब म सुध्रिन्छु ताली बजाइदिनुहोस् प्लिज ताली सबैले अरूले भन्दा म अझै राम्रो गर्छु अरूले भन्दा म अझै धेरै खर्च गर्छु अरूले भन्दा मैले बढी खर्च गरे म राम्रो हुन्छु भन्ने सोच हाम्रो समाजमा रहिआएको छ त्यसैले कुनै पनि चाड पर्व होस् कुनै पनि जात जातिको चाड पर्व होस् सम्पूर्ण चाड पर्व परम्परालाई हामीले फेसनको रूपमा होइन परम्परा पूर्व कालदेखि चल्दै आएको चलनलाई जगेर्ना गर्नको लागि हामीले अन्तर्आत्मा पैसाको लोभमा होइन पैसाको तुजुक देखाएर होइन हाम्रा पुर्खाहरूले कसरी हाम्रो पर्व मनाउँदै आएका छन् त्यसलाई अँगालेर नै हामीले हाम्रो चाडहरू मनाउनुपर्छ यो भन्दै शुभारम्भ कलेज हजुरमाझ यसरी हरेक चाड पर्वलाई सम्मान गर्दै आज नेपाली नारीहरूको महान चाड शुभ तीजको शुभ अवसरमा हजुरमाझ सचेतनामूलक सडक